सर्वप्रथम त भेटघाट.com लाई सब्स्क्राइब गरिदिनुहोस् र साथमा आएको बेल आइकनलाई पनि क्लिक गरिदिनुहोस्। नमस्कार, म राजेन्द्र दबाली। तपाईहरु अहिले हेर्दै हुनुहुन्छ युट्युब च्यानल भेटघाट.com। भेटघाट.com हेरिरहनु हुने सम्पूर्ण दर्शक महानुहरुलाई म राजेन्द्र दबालीको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। दर्शकगण, आज तपाईहरुलाई मैले यो लोकल कुखुराको चल्ला हुर्काउने तरिका तपाईहरुलाई आज म सिकाउँदैछु। तपाईहरुले यो भिडियोलाई एकदमै सुरुदेखि अन्तिमसम्म हेर्नु होला। तपाईहरुले धेरै कुराहरु बुझ्नुहुनेछ, जान्नुहुनेछ। र यो चाहिँ लोकल कुखुराको 3 दिन भएको चल्लाहरु अहिले जम्मा यो अहिले 3 दिन मात्र भएको छ। यो चल्ला चाहिँ विशेष गरेर कसरी हुर्काउने सानोमा भनेर तपाईहरुलाई आज म यो भिडियो विशेष तपाईहरुलाई देखाउने छु। मेरो यो लोकल कुखुराको फार्म चाहिँ ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर 3 टोखेल नजिकै पर्छ। धेरै दर्शक महानुहरुलाई जानकारी पनि भइसकेको छ र मेरो चाहिँ विगत 8-10 वर्ष अगाडिदेखि नै मैले लोकल कुखुराको चल्ला चाहिँ हरेक शनिबार मेरो उत्पादन हुन्छ। मेरो यो आफ्नै ह्याचरी छ। यो ह्याचरीबाट चाहिँ प्रत्येक शनिबार चाहिँ 4-5 हजार लोकल कुखुराको चल्ला उत्पादन गर्छु र नेपालको 77 वटा जिल्लामा चाहिँ डेलिभरी सहित तपाईहरुलाई उपलब्ध गराउने गरेको छु। र यदि यस्तो खालको तपाईहरुलाई चल्ला चाहियो, व्यावसायिक रूपमा लोकल कुखुरा पालन गर्न चाहनुहुन्छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। मेरो कन्ट्याक्ट नम्बर 98033823 वटा छ। युट्युबमा तपाईहरुले राजेन्द्र दबाली हान्ने बित्तिकै आइहाल्छ। त्यसमा धेरै अरु भिडियोहरु पनि छ, ह्याचरी सम्बन्धीको, यसको ब्रिड कस्तो छ, यसको बाबामा कस्तो छ भन्ने पनि मैले तपाईहरुलाई सबै देखाइसकेको छु। र आज चाहिँ तपाईहरुलाई म टोटल्ली चल्ला कसरी हुर्काउने भनेर मात्र तपाईहरुलाई आज म चाहिँ सिकाउने छु है त। यो भन्दा यसको ब्रिड तपाईले यसको माउ भाले पोथी हेर्नु पर्यो भने अर्को भिडियोमा हेर्नुस्। ह्याचरीबाट चल्ला कसरी निस्किन्छ भन्ने विषय हेर्नु पर्यो भने त्यो पनि सबै युट्युबमा लगाएको छु, त्यसमा हेर्नु होला। र आज तपाईहरुलाई म टोटल्ली चल्ला हुर्काउने मात्रै कसरी हुर्काउने भनेर तपाईहरुलाई म सिकाउँछु। यो चाहिँ अहिले एकदमै गर्मी सिजन हो भनेको अहिले तातो सिजन हेर्नुस् है। तपाईहरुलाई म देखाउँदैछु। अब म यहाँ टाढोबाट देखाउँछु। ल हेर्नुस्, यो चाहिँ यहाँ अहिले 350 वटा चल्ला छ। यो चाहिँ मैले खोर नभइकन बाहिर आँगनमै यस्तो खुल्ला ठाउँमै बाहिर सामान्य तरिकाले यसो बारेर यसलाई चाहिँ यो टिन ड्रमले बारेको छ मैले टिनले। तर यही चाहिँदैन। टिन छैन भने प्लास्टिकले, म्याटले, जेले पनि तपाईहरुले बेर्न सक्नुहुन्छ। वरिपरि बार्नुस्, एकदमै सानो ठाउँ बनाएर बार्नुस्। 2 फुट 3 फुट हाइट मात्रै बार्दा पनि हुन्छ, 4-5 फुटै बारे पनि केही फरक पर्दैन। हाइट जति भए पनि हुन्छ। न्यूनतम 1-1.5 फुट चाहिँ 1-2 फुट चाहिँ हुन पर्यो। त्यतिको हाइटमा बेर्नुस्, बार्नुस्। यसरी के अरे कालो प्लास्टिकले अथवा टिनले अथवा म्याटले जेले बार्दा पनि हुन्छ। त्यस पछाडिदेखि माथिबाट पनि डाइरेक्ट घाम चाहिँ फेरि धेरै हिट हुन्छ र अहिले बिहानको घाम चाहिँ मैले डाइरेक्ट घाम दिएको छु। तर यो अलिकति होला तातो भइसकेपछि फेरि उनीहरूलाई छाया पारिदिनुपर्छ। जस्तो अहिले चाहिँ अब 9 बजेतिर मैले यसलाई खोलेँ यहाँ। अब 9 बजेतिरको घाम चाहिँ मैले खुल्ला छोडिदिएको छु। उनीहरूलाई अहिले 12 बजेतिरको घाममा चाहिँ फेरि यतापट्टि बार दिनुपर्छ, पर्दा लगाइदिनु पर्यो। यस्तो बोरा, यस्तो बोराहरूले यसो बारेर भए पनि यसरी शीतल बनाइदिनु पर्यो, छाया पारिदिनु पर्यो। त्यो गर्न सकिन्छ। उनीहरूलाई बढी गर्मी भयो भने उनीहरू च्यापच्याप गरेर भाग्छ, कुना शीतलतिर उनीहरू जानु खोज्छ। त्यसरी पनि थाहा पाइन्छ। नत्र भने एउटा टेम्परेचर नाप्ने एउटा सानो थर्मोमिटर 2-3 सयमा किन्न पाउँछ, त्यो राख्नुभयो भने पनि हुन्छ। अब यसरी हुर्काउँदाखेरि चाहिँ के भयो भने एकदमै खर्च कम हुन्छ। खोरभित्र राख्दाखेरि अब गर्मी सिजनमा भए पनि छाया शीतल हुन्छ, अनि त्यहाँ चाहिँ हिट एकदम धेरै दिनुपर्ने हुन्छ। त्यो भएकोले गर्दा तापक्रमको लागि चाहिँ यसरी बाहिर नै घाममा हुर्काउँदाखेरि सबैभन्दा राम्रो हुन्छ। र सबैभन्दा चल्ला हुर्काउने तरिका भनेको चाहिँ तपाईले जाडो सिजन होस्, यो चाहिँ गर्मी सिजन होस्। यो त अहिले तपाईलाई मैले गर्मी सिजनको बेला बाहिर देखाएँ, पानी नपरेको बेलामा, हिउँदोको समयमा। तपाईले भित्र अरू बेला खोरभित्रै हुर्काउनु भयो भने पनि सबैभन्दा
2-3वटा कुरामा चाहिँ तपाईँले ख्याल गर्नुपर्छ है लोकल कुखुराको चल्ला हुर्काउँदाखेरि। सबैभन्दा पहिलो नम्बरमा चाहिँ यसलाई तापक्रम चाहिन्छ। यो तापक्रम भनेको चाहिँ यो हाम्रो ह्याचरी मेसिनभित्र यिनीहरू लगभग 38 डिग्रीको सेरिफेरीमा हुन्छ। 38 डिग्रीको तापक्रममा यिनीहरू निस्केको हुन्छ यो चल्लाहरू। अनि यिनीहरूलाई बाहिर हामीले हुर्काउँदाखेरि पनि यो चल्लालाई कम्तीमा सुरुमा 1 हप्ता अथवा 4-5 दिनसम्म चाहिँ बढीमा यसलाई 35 डिग्रीको सेरिफेरी पार्नुपर्छ। 38 चाहिँ भयो भने केही फरक पर्दैन, तर 35 डिग्री चाहिँ 30 देखि माथि 35 सम्म यिनीहरूलाई चाहिँ हुनुपर्छ। 30 देखि तल हुनु भएन, 35 देखि माथि पनि नहुँदा हुन्छ। 30 देखि 35 डिग्रीको सेरिफेरीमा भयो भनेदेखि राम्रो। 30 देखि माथि 1 नम्बरमा चाहिँ तापक्रम भयो यसलाई, सबैभन्दा पहिलो नम्बरमा तापक्रम। त्यसपछि दोस्रो नम्बरमा आउँछ दाना पानी चाहिँ दोस्रो नम्बरमा आउँछ है। पहिलो नम्बरमा तापक्रम। तपाईँहरूले यदि थोरै हुर्काउनु भयो भने पनि बल्बहरू राखेर हुन्छ कि आगो बालेर हुन्छ कि जसरी हुन्छ यसलाई चाहिँ तापक्रम मेन्टेन सबैभन्दा पहिलो नम्बर। एकदमै हिट हुनुपर्छ भनेपछि तपाईँहरूले बुझिहाल्नुहोस् 35 डिग्री भनेपछि। दोस्रो नम्बरमा छ पानी र दाना। दाना चाहिँ ब्रोइलरको 0 नम्बरको दाना दिनु पर्यो। B0 भन्ने दाना हुन्छ, त्यो दाना दिनु पर्यो। दाना सानो सानो दाना हुन्छ, त्यो दाना दिन्छ। जुनै पनि कम्पनीको दिँदा केही फरक पर्दैन, तर B0 दाना चाहिँ यसलाई 45 दिनसम्म चाहिँ तपाईँले ब्रोइलरको 0 नम्बरको दाना दिनु पर्यो, 40-45 दिनसम्म। त्यसपछि मात्रै 1 नम्बरको दिने। 1 नम्बरको दिँदाखेरि पनि एकैचोटि नदिने, अलिअलि मिसाउँदै गरेर दिनुपर्छ सुरुमा। एकैचोटि 0 देखि 1 मा पनि एकैचोटि चेन्ज गर्ने बेलामा पुरै चेन्ज गरिहाल्नु हुँदैन। त्यसपछि अर्को छ पानी, खाने पानी। पानी खाने एकदम यिनीहरूको सफा हुनु पर्यो। जुन तपाईँहरूलाई मान्छेले खाइराख्नु भएको पानी छ त्यो मान्छेले खाने पानी नै दिन पर्यो। सकभर उमालेर सेलाको पानी दिनुभयो भने त्यसमा भएको कीटाणुहरू सबै मर्छ र एकदमै राम्रो हुन्छ। यसलाई चाहिँ 2 हप्ता जति चाहिँ, त्यो पछि चाहिँ ठिकै हुन्छ अरू पानी नै गर्दाखेरि पनि। तर 2 हप्ता जति चाहिँ एकदमै मान्छेले खाने पानी दिनुहोस्। जाडो सिजनमा छ भनेदेखि चाहिँ उमालेर सेलाएर दिनुहोस्। अहिले गर्मी सिजनमा चाहिँ चिसो नै दिँदाखेरि पनि केही फरक पर्दैन, तर एकदम मान्छेले खाने पानी दिन पर्यो। त्यस पछाडिदेखि त्यही हो सबैभन्दा मेन भनेको चाहिँ तापक्रम। त्यसपछि आउँछ दाना पानी। तपाईँले भ्याक्सिनतिर औषधितिर त्यति धेरै ध्यान नदिनुहोस्। त्यसलाई के औषधि दिने, कुन भ्याक्सिन दिने त्यतातिर ध्यान दिनु पर्दैन। भ्याक्सिन नै नदिँदा पनि हुन्छ, औषधि नै नदिँदा पनि हुन्छ। तपाईँले यदि चल्लालाई तातो बनाएर दाना पनि राम्रो दिनुभयो भने त चल्ला बिरामी नै हुँदैन, त्यो औषधि पनि पर्दैन, भ्याक्सिन पनि पर्दैन खास भन्ने हो भने। तर तपाईँले चाहिँ अब यतापट्टि चल्लालाई चाहिँ तापक्रम पुर्याउनु भएको छैन, चल्लालाई तातो पुगेको छैन भनेदेखि तपाईँले जति नै राम्रो दाना पानी, जति नै राम्रो औषधि दिए पनि त्यो काम लाग्दैन। त्यो चल्ला बिरामी भएपछि त्यो तपाईँलाई तापक्रम पुगेन भनेदेखि त्यो निको हुनु गाह्रो हुन्छ। त्यही भएर राम्रो चल्ला हुँदैन। त्यस कारणले गर्दा सबैभन्दा नम्बर 1 चाहिँ तापक्रम हो। यसलाई चाहिँ हिट हुनुपर्छ, त्यसरी सोच्नु होला। त्यस पछाडिदेखि अब तपाईँहरूलाई मैले बताउँदैछु यसलाई चाहिँ अब भ्याक्सिनको कुरा गर्दाखेरि चाहिँ दिनै पर्दाखेरि अब 1 हप्तामा के अरे रानीखेतको दिनुपर्छ, 2 हप्तामा गम्बारोको, 3 हप्तामा गम्बारो, 4 हप्तामा रानीखेत, 45 दिनमा जुकाको दिएपछि फेरि लिभर टोनिक र भिटामिन पनि दिनुपर्छ। र यो 1 दिने चल्लालाई चाहिँ तपाईँहरूले तापक्रम र दाना पनि राम्रो पुर्याइसकेपछि चाहिँ सुरुदेखि नै यसलाई चाहिँ एउटा नर्मल एन्टिबायोटिक हुन्छ, इन्डक्सिनहरू भन्ने हुन्छ, त्यो एउटा नर्मल एन्टिबायोटिक र एउटा मल्टिभिटामिन दिनुभयो भनेदेखि भइहाल्छ। त्यो दिँदाखेरि अलिक राम्रो पनि हुन्छ। अन्डा पचाउने पनि भन्छ, त्यसलाई रानी पचाउने भन्छ, त्यो दिन सक्नुहुन्छ। र यहाँ चाहिँ मैले अहिले के गरेको छु भन्नुहुन्छ भने मेरो चाहिँ एउटा यहाँ देख्नुभयो यो इलेक्ट्रिकल ब्रुडर हो। यहाँ हेर्नुहोस्, त्यो चाहिँ इलेक्ट्रिकल ब्रुडर। यो चाहिँ यसको मुनिबाट यो अहिले 30 डिग्रीमा छ, यसले देखाइरहेको चाहिँ त्यो सेन्सरवाला हो, अटोमेटिक हो। यसको चाहिँ सेन्सर यहाँ हेर्नुहोस् है, यसको तार यहाँबाट यो सेन्सरको तार यहाँ आएको छ। ल
यो छ, यो चाहिँ जहाँ राख्यो त्यसमा कति डिग्री भन्ने कुरा बताउँछ। मैले चाहिँ यसको सिधा 2 फुट पनि यहाँ तल राखिदिएको छु। यहाँ तल राख्दै यसलाई मैले 32 डिग्रीमा सेट गरेको छु अहिले चाहिँ। यो 32 डिग्री हुँदाखेरि मर्छ अटोमेटिक र 30 भन्दा तल 29 डिग्री भयो भने आफै यो फेरि चल्छ, त्यो खालको छ। अब हेर्नुहोस् है, यहाँ अहिले यहाँ 31 डिग्री भयो। यहाँभित्र एउटा फ्यान हुन्छ, सानो त्यो फ्यान चलिरहेको छ। अब यहाँ 32 डिग्री हुन्छ, यो मर्छ 32 डिग्री भएपछि अटोमेटिक मर्छ यो। अब हेर्नुहोस् 31 डिग्री छ, ल 32 भयो, ल मर्यो, अब शान्त भयो। यो मर्यो। अब यो तापक्रम घट्दै जान्छ। यो आफै यसको मुनि चाहिँ यो खालको हिटर हुन्छ। ल हेर्नुहोस्, यो खालको हिटर हुन्छ, मुनिबाट एउटा फ्यान हुन्छ। यसलाई चाहिँ 7000 पर्छ काठमाडौँमा। यो एउटा किन्दाखेरि चाहिँ व्यवस्थित रूपमा गर्ने हो भने यो किन्नु राम्रो। ल अब 32 मा मरेको थियो, अब यो मरेर पनि यो अहिले यहाँ बढी हिट भएकोले गर्दाखेरि 33 डिग्री भयो। अब यो अझै आफै पनि देखाउँछ, यो चाहिँ चलेको छैन, तर यो 33 डिग्री 34-35 डिग्री पनि हुन्छ धेरै घाम पर्छ भने। त्यस कारणले गर्दाखेरि अब यो यहाँ अलिकति छाया पार्दै शीतल पार्दै भने यो घट्दै घट्दै 31 मा झर्छ, त्यस पछाडि 30 मा झर्छ, त्यस पछाडि 29 मा झरेपछि फेरि यो 2-3 डिग्री तल झरेपछि फेरि चल्न थाल्छ अटोमेटिक। यो चाहिँ मान्छे पर्खिराख्नु पर्दैन, एकदमै सजिलो खालको छ यो। अब यो चाहिँ सेन्सर हो, टक्क यसले चाहिँ यो जहाँ राख्यो, यो जहाँ राख्यो, अब यहाँ राख्यो भने पनि अब यहाँ 32 भएपछि मात्रै मर्छ। त्यस कारणले गर्दाखेरि मैले चाहिँ यसको सिधा राखिदिएको छु यहाँनिर। यहाँ 32 हुँदाखेरि, अब यहाँ 32 हुँदाखेरि यतातिर 30 हुने भयो भन्ने हिसाबले मैले चाहिँ त्यसैको सिधा राखिदिएको छु। कम्तीमा यता साइडतिर 30 डिग्री हुन्छ, त्यसको 1 फुट यतातिर त्यो तरिकाले गरेको छु। तपाईँहरूले बल्बहरूले पनि राख्न सक्नुहुनेछ हिटको लागि। अनि अब यसलाई चाहिँ मैले के गर्ने गरेको छु भन्ने, यहाँ अहिले 350 लगभग 400 एउटा रुपियाँ चल्ला छ। अब यस्तो बाक्लो राख्नुपर्छ कि ल हेर्दै हाल्नुहोस्, यहाँ 300 वटा चल्लालाई जम्मी यहाँनिर 5 फुट बाई 5 फुट, 350 400 वटा चल्लालाई यहाँ 5 फुट बाई 5 फुटको मात्रै एउटा उ छ। लगभग 5 फुट बाई 5 फुटको मात्रै यो कोठा छ बारेको मैले। यतापट्टि चाहिँ होचो बारेको छु दाना पानी दिन सजिलो हुन्छ भनेर। उतापट्टि चाहिँ यो जम्मा यसको वरिपरि भनेको चाहिँ 5 फुट बाई 5 फुटको छ। अब यसलाई चाहिँ मैले बिहान यस्तो घाम लागेपछि 8-9 बजेपछि अलिक तापक्रम तातो भएपछि यसलाई मजाले दाना पानी दिने। बेलुकाको 4-5 बजेसम्म दाना पानी दिने। जब चिसो हुन थाल्छ अनि यो हिटरले पनि हुनु त हुन्छ, तर खर्च कम गर्नको निम्ति यसलाई 5-6 बजेपछि यो चल्लालाई सबै प्याक गर्छु मैले। यहाँ हेर्नुहोस्, यो चल्लालाई चाहिँ यही कार्टुनमा, यहाँ हेर्नुहोस् है, अब यही कार्टुनमा चाहिँ यसरी राख्नु। यहाँ हेर्नुहोस्, मेरो पहिलाको भिडियो पनि छ, त्यसमा पनि हेर्नु होला। यो कार्टुनमा चाहिँ 100 वटा अट्छ सुरुको दिन। यहाँ 25 अट्छ, तर दोस्रो दिनदेखि यहाँ 22 वटा राख्नुहोस्। एउटा यो खोपिटामा 22 राख्नुहोस्। अर्को दिन अलिकति नअट्ला जस्तो भयो भने 20 राख्नुहोस्। अनि 18 वटा राख्नुहोस्। टक्क यसरी राखिसकेपछि यसलाई चाहिँ टक्क यसरी छोपिदिने। यहाँभित्र भुस लगाउने हल्का पातलो यसरी टक्क लाउने। चल्लालाई पक्रिँदै यहाँ लगाउँदै गर्नुहोस्। अनि अरूमा सबैमा यसरी लगाउनुहोस्। त्यस पछाडिदेखि नअटेको चल्लालाई यस्तोमा लाउनुहोस्। यहाँ हेर्नुहोस्, कार्टुनमा लाउनुहोस्। यो तरिकाले यस्तो कार्टुन बनाउनुहोस्। अनि टक्क यहाँभित्र यसरी अलिकति भुस लगाउनुहोस्। यस्तो खालको कार्टुनमा राख्नुहोस्। यसरी दुलो बनाउनुहोस्, अलिअलि हल्का दुलो, अब कतिको गर्मी छ त्यो अनुसारले यसरी बनाउनुहोस्। अनि यस्तो चाउको बिस्कुटको कार्टुनमा नअटेकोलाई राख्नुहोस्। 20-25 भन्दा धेरै नराख्नुहोस्। ठुलो कार्टुनमा फेरि 40-50 एउटै कार्टुनमा नहाल्नु होला, त चिचिएर मर्छ। अनि यसरी राखिसकेपछि तपाईँले घरभित्र कतै कोठामा यसो खाटा मुनितिर कहीँ एउटा कुनामा राख्ने। त्यो सबै कार्टुनमा मिलाएर राख्नुहोस् छोपेर। अनि त्यहाँ पातलो कपडाले चाहिँ छोपिदिनुहोस् राति। उनीहरू आफू तापक्रम मेन्टेन भएर बस्छ। रातभरि तापक्रम दिनु पर्दैन, रातभरि खोरमा राख्नु पर्दैन। अनि यो क्रम चाहिँ तपाईँले 8-10 दिन गर्नुभयो भने चल्ला छिपिन्छ, अलिक ठुलो हुन्छ, अलिक चिसो पनि उनीहरूलाई पस्नु सक्छ। त्यसपछिदेखि 8-10 दिन त्यति गर्नुहोस्। 10-12 दिन पछिदेखि चाहिँ
तपाईँले रातैभरि पनि अनि तापक्रम दिएर सक्नुहुन्छ भने अनि चाहिँ तपाईँले 10-12 दिनपछिदेखि चाहिँ रातभरि पनि हिट दिएर दाना पनि दिन सक्नुहुन्छ। यदि होइन भने चाहिँ 8-10 दिनसम्म चाहिँ हप्ता 10 दिनसम्म चाहिँ यसरी चल्ला प्याक गरेर राख्नुभयो भने चाहिँ चल्ला हुर्किन्छ, राम्रो गरी हुर्किन्छ। त्यस कारणले गर्दाखेरि चल्लालाई चाहिँ हुर्काउँदाखेरि सुरुमा 1 हप्ता 10 दिन चाहिँ यसरी प्याक गरेर भने एकदम सजिलो हुन्छ। तर तपाईँले सुरुमै लगेर चाहिँ रातभरि पनि अब एउटा बल झुन्ड्याएर 2टा बल झुन्ड्याउने त्यस पछाडि चल्ला छोडिदिने दाना पनि दिने त्यसको अर्थ हुँदैन। त्यो चिसोले पखेटा झार्न थाल्छ, एक ठाउँ पोका पर्छ, मर्न थाल्छ, विभिन्न त्यो रातो छेर्ने सेतो छेर्ने हुन थाल्छ। त्यस कारणले गर्दाखेरि चल्ला पोका पर्नु हुँदैन, सबै आफू हुनुपर्छ, पर भाग्नुपर्छ। यो बत्ती दिएको सिधा त त्यहाँ बस्नै नसक्ने गरी पर भाग्नु पर्यो, त्यो टाइपको हुनुपर्छ र मात्रै चल्ला राम्रो गरी हुर्किन्छ। सबैभन्दा चाहिँ तपाईँहरूले चल्ला र मजाले हुर्काउनु भयो भने अब मैले धेरै जिल्लामा एउटा हप्तामै मैले लगभग 5-7 जिल्लामा चल्ला दिन्छु। तपाईँको झापामा दिएको चल्ला राम्रो गरी हुर्काउनुहुन्छ। अब कुनै उहाँ सोलुतिर दिएको ओखलढुङ्गातिर चिसो ठाउँमा दिएको चल्ला चाहिँ अब मजाले हुर्काउनुहुन्न। त्यही लटको सँगैको चल्ला अनि चल्ला राम्रो मजाले हुर्केन भने नराम्रो चल्ला भन्ने, त्यसपछि अनि अब यो राम्रो छैन रहेछ भन्ने टाइपको हुन्छ। तर चल्ला राम्रो र नराम्रो भनेको आउने बित्तिकै एकै दिनमा 2 दिनमै थाहा भइहाल्छ कि चल्ला फ्रेस छ कि छैन, साइज ठुल्ठुलो राम्रो छ कि छैन। साइज तपाईँको सानो मर्न आँटेको लुते लाङ्गडा अब त्यो टाइपको छ भनेदेखि चाहिँ त्यसलाई नराम्रो चल्ला भन्ने हो। चल्ला एकै खालको छ, राम्रो छ, एकै खालको भन्नाले बराबरीको त चल्ला हुँदैन, अलिअलि सानो ठुलो त हुन्छ। तर अब एक दिन हेर्दाखेरि टक्क चल्ला चाहिँ निस्किएपछि तपाईँले पाउने बित्तिकै 2-4 घन्टामा अथवा 1 दिनमै 2 दिनमै चल्ला सरर राम्रो छ भनेदेखि त्यसलाई फ्रेस चल्ला मानिन्छ, राम्रो मानिन्छ। नराम्रो छ भने त्यो बेला नराम्रो अब सानो लुते लाङ्गडा मर्न आँटेको छ भने त्यो बेलामै थाहा भइहाल्छ। त्यसो र पछि तापक्रम नमिलाएर हुर्काउन नजानेर चल्लाहरू मर्छ। त्यस पछाडिदेखि चाहिँ अनि यो चल्ला राम्रो भएन, मिलेन भन्ने हुन्छ। अनि तपाईँले अनि गर्मी सिजनमा लगेको चल्ला हुर्क्यो भने राम्रो, जाडोमा लगेको चाहिँ मजाले हुर्काउन सकेन भने नराम्रो भन्ने हुँदैन। हाम्रो प्रायः जस्तो एकै नासको यसरी चल्लाहरू हुन्छ। यहाँ हेर्नुहोस् यसमा घाँटी खुल्ले हुन्छ, प्वाख खुल्टे हुन्छ, यस्तो टाइपको चल्लाहरू चाहिँ हुन्छ। यसरी चाहिँ तपाईँहरूले चल्ला हुर्काउनु मेन चाहिँ तपाईँहरूले चल्ला हुर्काउन सिक्नु पऱ्यो, जान्नु पऱ्यो। त्यो पछि मात्रै तपाईँहरूलाई फाइदा हुन्छ, सजिलो हुन्छ। र नयाँ किसान साथीहरूले, पुरानो साथीहरूलाई त सबैलाई जानकारी भइसकेको छ, थाहा पनि छ। र यदि नयाँ साथीहरूले चाहिँ यो लोकल कुखुरा पालन व्यावसायिक रूपमा गर्न चाहनुहुन्छ भने चाहिँ सुरुमा चाहिँ धेरै नलगाउनु होला। 150-200 सुरु गर्नुहोस् र 200 3 लट बनाएर पाल्नुहोस्। 45 दिनदेखि 2 महिनाको फरकमा लगाउनुहोस्। त्यो गर्नुभयो भने तपाईँको फार्ममा चाहिँ सधैँ कुखुराहरू बिक्री भइरहन्छ, सजिलो हुन्छ। एकैचोटि 1000-500 लाउनुभन्दा पनि नयाँले चाहिँ 200-300देखि सुरु गर्नु होला भन्न भन्छु म तपाईँहरूलाई। अनि अनुभव हुँदै जान्छ, राम्रो हुँदै जान्छ। ल तपाईँहरूलाई आज मैले यसरी बताएँ। यो चल्ला हुर्काउने मात्रै तपाईँहरूलाई आज मैले सिकाएको छु। यसको बाबामा हेर्नु पऱ्यो भनेदेखि, ब्रिड हेर्नु पऱ्यो भने, ह्याचरी हेर्नु पऱ्यो भने त्यसमा डिटेल्स अरू यसमा च्यानलमा हेर्नुहोस्। के अरे मेरो अरू त्यहाँ भिडियो हेर्नुहोस्, मेरो च्यानलमा गएर तपाईँहरूले सबै कुरा देख्नुहुनेछ है त। ल तपाईँहरूलाई अन्त्यमा चाहिँ अब यस्तो खालको चल्ला चाहियो भने चाहिँ राजु नदुबालाई सम्झिनुहोस्। मेरो कन्ट्याक्ट नम्बर 98 033 82 3 मा कन्ट्याक्ट गर्नु होला। हस्त, धन्यवाद।